So, hello guys, welcome to my new blog. This is me रिङ्की चौधरी र हाम्रो चाहिँ बाजु हुनुहुन्छ। आज हामी दुवैजना मिलेर हस्पिटल जाँदैछु किनभने हाम्रो फुफाजू चाहिँ बिरामी हुनुहुन्छ। त्यतिकैमा कुराकानी गर्दा गर्दा हामी कोटेश्वरको बिच बाटोमा आइपुगे। यहाँ चाहिँ म आफ्नो भाउजूलाई सोध्दै थियो कस्तो लाग्दैछ हिँड्नमा यति चर्को घाममा। फाइनल्ली हामी कोटेश्वर पुगे। अब हामीहरू चाहिँ बसको लागि पर्खिँदैछु। अनि भाउजूले भने त्यहाँ छ त्यो एउटा महानगर बस, जाउँ त हेरौँ जान्छ कि जान्छ। अनि म भने जाउँ त सोधौँ। अनि त्यहाँ गएर थाहा भयो जान्छ त्यो बस। त्यसपछि हामी बस चढ्न बित्तिकै हामी सिट पाएँ। अनि सिट पाएर हामीहरू चाहिँ आफ्नो फेसको बारेमा कुरा गर्दै थिएँ कि किनकि यति घाममा हिँडेर आएको अनि फेस हाम्रो पुरै ब्ल्याक ब्ल्याक हेरिरहेको थियो। त्यतिकैमा हामीहरू कुराकानी गर्दा गर्दा एउटा आन्टी आए। आन्टी आएर पछाडि बस्यो तर खोइ आन्टीलाई चित्त बुझेन। अनि फेरि त्यहाँबाट उठ्यो अनि उतातिर गयो। अनि त्यसपछि त्यतिकैमा बस हिँड्न थालेर हामी कोटेश्वरबाट निस्के आफ्नो सफरतर्फ। सो बाटो बाटोमा म हेराउने छु हजुरहरूलाई ब्युटिफुल प्लेसेस एन्ड अफकोर्स जाम। सो keep watching. त्यसपछि हामी हस्पिटलबाट निस्केर हामी लागे आफ्नो भाउजूको रुममा जानतर्फ। त्यतिकैमा हामीहरू कुरा गर्दै थियौँ कि हामी दुवैलाई लाज लाग्दै थियो रुममा जानलाई। अनि त्यतिकैमा जाँदा जाँदा हाम्रो फुफू चाहिँ अगाडि अगाडि थियो, हामी चाहिँ पछाडि पछाडि। अनि त्यतिकैमा फुफूले गेट खोल्नु भयो। अनि त्यतिकैमा हेरेको त्यहाँ भाउजूहरू बसेको थियो। मलाई त्यति लाज लागिरहेको थियो नि जानलाई भित्र। जसरी गर्दा 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 म भित्र गएँ। यहाँ हेर्न सक्नुहुन्छ हाम्रो भाउजूको रुम। यहाँ चाहिँ हाम्रो भाउजू र भतिजी एकअर्कालाई फोटो हेराउँदै थिए। त्यतिकैमा मैले यो मुमेन्ट क्याप्चर गरेँ। अनि त्यतिकैमा फोटो हेर्दा हेर्दा यहाँ चाहिँ हाम्रो भतिजाहरू पढ्दै थिए किनभने एकजना 12 क्लासमा हो, एकजना 10। त्यतिकैमा बिहान भए। फेरि हामी लागे अर्को भाउजूको रुम जाँदाखेरि यहाँ पनि हाम्रो फुफू चाहिँ अगाडि अगाडि थियो, फेरि म पछाडि पछाडि जाँदै थिएँ। हेर्न सक्नुहुन्छ यति क्युट चाहिँ मेरो भतिजा हो। यो चाहिँ यति सानो हुँदा पनि यति ट्यालेन्टेड के जे सोधा त्यो भन्दै थिए। त्यतिकैमा यसको नाटक पनि सुरु भयो के। अनि नाटक गर्दा गर्दा यहाँ यिनीहरू चाहिँ दुवै भाइ बहिनी चाहिँ खेल्दै थिए। अनि मैले चाहिँ यो भिडियो रेकर्ड गर्दाखेरि यिनीहरू भाग्न थाले। बेलुका भएर हामी सबजना लागे घुम्न जानतर्फ। अनि त्यतिकैमा यहाँ खोइ के को नि ब्यानर लागेको थियो नि। म भाउजूसँग सोधेँ तर भाउजू खोइ के भन्दै थियो। अनि त्यतिकैमा भने मेरो भतिजीको फेस हेराइदिएन। अनि म फेस हेराइदिएँ। अनि त्यतिकैमा हामी बाटोतर्फ लागे। बाटोमा जाँदा 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 यहाँ चाहिँ हाम्रो भाउजूको मितिनी हेर्न सक्नुहुन्छ। उनीहरू चाहिँ अगाडि अगाडि थिए, हामी चाहिँ पछाडि पछाडि थिए किनकि भने भाउजूले खोइ केही सामान किनेको थियो। अनि हामी पसल गयो। अनि त्यहाँ भाउजू चाहिँ सामान चुज गर्दै थिए। म चाहिँ भिडियो बनाउँदै थिएँ, भाउजू चाहिँ उभिएको थियो। अनि त्यतिकैमा हामी लाग्यो मन्दिरतर्फ जाने। यहाँ हेर्न सक्नुहुन्छ कालीमाटीको मन्दिर। यहाँ पनि चाहिँ हाम्रो भाउजूहरू अगाडि अगाडि थिए, म अनि अर्को भाउजू चाहिँ पछाडि थिए। अनि यहाँ मैले मन्दिर हेराएँ। अनि त्यहाँबाट हामी निस्के। हामी रुम फर्केर चाहिँ यहाँ बिपी जाँच्ने मसिन थियो। अनि मैले सोनीलाई भनेको हाम्रो बिपी जाँच्न। पहिला चाहिँ भाउजूको बिपी जाँचेँ। अनि बिपी जाँच्दाखेरि थाहा भयो भाउजूको बिपी चाहिँ लो छ। अनि उनलाई चाहिँ नुन खानालाई भने। अनि त्यतिकै कुरा गरिरहेको थियो कि हाम्रो सोनी खानदानको पहली नर्स छ। त्यसपछि बिपी जाँचेर हामी चाहिँ उनो खेल्न थाल्यौँ। उनो खेल्दा खेल्दा हामी खाइरहेको पनि थियो, म्युजिक पनि सुनिरहेको थियो। र हाम्रो सोनी चाहिँ 5 चोटि जित्यो, हामी चाहिँ हार्यौँ। बिहान भएर म लागेँ आफ्नो घरतर्फ। थ्याङ्क यू फर वाचिङ।